हेलो गाइस, सबैलाई दर्शन नमस्कार। आज चाहिँ म यहाँ भ्लग बनाउँदैछु। तपाईँ देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो सल्यान भन्ज्याङ जाने बाटो है। यो बाटोमा चाहिँ पैदल यात्रा गर्दै गर्दा लगभग कता चाहिँ साह्रै दुख्दो रहेछ हो साथीहरू, किनकि बाटोको इन्जिन अवस्था त्यस्तै छ। अब धन्न यतिको ठाउँमा बाटो पुगेको हो, त्यो पनि राम्रै हो। अब ठाउँ पाएकोमा यो चाहिँ बजेट यसमा परिरहेको छ, राम्रो हुन्छ। यस्तो दुई पाल्टा यतिखेर यहाँबाट रिपेयर मान्छे बाँच्ला भन्ने आशा पनि हुन्छ। यहाँ त पिच गर्नको लागि त खासै खर्च गर्नु पर्दैन, किनकि गिटीहरू यहीँ चाहिँ छ, गिटी नै हो, सिधै ग्रेडिङ गरिदिए भइहाल्छ। हेर्नुहोस् यस्तो छ यस बाटो चाहिँ ठिकै हो, राम्रै हो। यतिको बाटोलाई नराम्रो भन्नु हुँदैन। यसमा चाहिँ बजेट परेकै हो, किनकि जनताहरूले दुःख पाइरहेका छन् यो बाटोमा। यस्तो आवाज नै खतरा आउँछ क्या। ल हेर्नुहोस् यस्तो छ कि बाटो चाहिँ यस्तो बिरालो मुनि बाटो चाहिँ बनाएकै हो। ल हेर्नुहोस् यस्तो छ। अहिले तलतिर म देखाउँछु तपाईँहरूलाई। ल हेर्नुहोस् गाउँ बस्ती नभएको होइन, गाउँ बस्ती टन्नै छ क्या। अब पारी पनि गाउँ बस्ती छ। यही हो, यो भनेको फेरि सल्यानको है, त फेरि सल्यार हो। अलि नै दुःख शास्ति छ। म चाहिँ अहिले यो बाटोमा चाहिँ भ्लग बनाउँदै यसो आफूलाई टाइम पास पनि हुन्छ। यतिको बाटो चाहिँ नभएको भन्न मिल्दैन है, सबैले दिनुहोस्। केही सल्लाह सुझाव केही छ भने दिनुहोस्। हस् त, धन्यवाद, बाई।